Hello, welcome back to my new video. It's me, MOTOHNG मोटोआङ है। तर मोटो भ्लग चाहिँ छैन आज चाहिँ साइक्लिङ भ्लग छ, साइक्लिङ राइड भ्लग छ। एङ्गल कस्तो आउँदैछ थाहा छैन है। चिल पारामा कहाँ जाँसित पनि थाहा छैन है। फेरि बा हरे कृष्णहरू आउँदो रहेछ त अगाडि र त्यस्तै चाहिँ कृष्ण मन्दिरको भक्तहरू र म चाहिँ आज कता जान्छु भन्ने त्यो नि थाहा छैन हो। कहाँको यात्रा हो त्यो पनि थाहा छैन। यत्तिकै ऱ्यान्डम निस्किदिएको घर बस्दा बस्दा अल्छी लागेर है। कता जान्छ नि आज सुरुमा क्याफे जाऊँ कि क्या सुरुमा क्याफे जाऊँ अनि त्यहाँ एउटा लोकेसन छ त्यता जानुपर्छ होला है। अरू त कता छ र के सामान त राइट फुटकोले पेडल हान्नु त सुरुमा। र म चाहिँ यहाँ लोकेसन म्यापमा हेरिदिएको यस्तो डेढ दिनमा आइपुगेँ। यस्तो ठाडो ओह्रालो झरे डरलाग्दै है। यस्तो डेढ दिनमा आएर फसेँ। ल त्यहीँ लोकेसन नगरेर भेटौँला। यस्तो उकालो न उकालो ओह्रालो न ओह्रालो फ्याङ भयो यार। नसकिनुको उकालो ओह्रालो उस्तै डरलाग्दै गएको। 60 45 त सल हौ है। ल म चाहिँ डराउँदै हिँड्दैछु है। मैले खोजेको लोकेसन पनि आइपुग्यो। अघि यहीँबाट आएको उहाँसम्म आएर म फर्केँ हो क्या। छैन होला भनेर यही हो मैले खोजेको चाहिँ। ल अहिले भेटौँला एक त म चाहिँ आइसकेँ यहाँ। यो चाहिँ हाम्रो कहाँ रहेछ भन्दा ठ्याक्क लौरेहरूले सिडी हान्ने त्यसकै यतापट्टि रहेछ। सिडी चाहिँ जस्ट उहाँ भयो भने यो चाहिँ यहाँ रहेछ है मूर्तिहरू। यो चाहिँ तपाईँहरूले म्यापमा हेरेर नि आउनु सक्नुहुन्छ। खै के छ म भरे हालिदिन्छु त्यहाँ नामहरू। ल तपाईँहरूको सजिलोको लागि मैले यहाँ लोकेसन भेटाल्दैछु। यो विजयपुर चोकदेखि यहाँ दन्तकाली मन्दिर भयो। दन्तकाली मन्दिरदेखि यो दन्तकाली पथबाट भित्र छिरेर होलिडे इन आउने। त्यहाँबाट चाहिँ सिधा लेफ्ट जाने, लेफ्टपट्टि आउने। त्यहाँबाट यो 3 धारे पथ हुँदै तल झर्ने होइन। अनि त्यहाँदेखि 2टा मोड आउँछ। सिधा तल जानु हुँदैन। त्यहाँ गयो भने चाहिँ डेड इन्ड आउँछ। यो 3 धारे पथदेखि टर्निङ लिएर फेरि 3 धारे पथतिर गयो भने यो ट्रिनिटी खै के भन्ने छ त्यही हो है त। अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ भ्यू धरानको है। रातिको पनि बबाल देखिन्छ होला। दिउँसोको पनि उस्तै राम्रै छ है। घामहरू टक्क लागेको। यहाँ बुद्धले ब्लेसिङ दिएको। यहाँ पिसमा शान्ति खोज्दै बस्नुभयो भने यता चाहिँ धरान। र मेरो साइकल चाहिँ यहाँ छ। अनि मेरो हालत चाहिँ यस्तै छ। ल यस्तै छ है। यहाँ चाहिँ हाम्रो के भन्छ स्तुपा बन्दै रहेछ। ओभरअल धरानको भ्यू यहाँबाट दामी देखिँदो रहेछ पुरै। अल्छी लागेर यता नि आएको है। खासमा चाहिँ क्याफे गएँ। घरबाट आउँदै गोप्रोको चार्ज सक्यो है त्यो उकालोमा हात्तीसरको उकालोमा। अनि क्याफे गएँ, कफी खाएँ। अनि यहाँ आएको खोज्दै डेढ दिनमा पुग्यो अघि। अनि त्यहाँ सोधेँ आन्टीलाई
मजाले भनिदिनु भयो, बुझाइदिनु भयो रोडहरू। यताबाट चाहिँ यहाँ कच्ची रोड तल 2 धारे निस्किन्छ अरे, अनि यहाँ चाहिँ यही ल्याडर छ, सकिन्छ भने लग्दा हुन्छ नत्र नलग्दा हुन्छ भन्नुभयो है। म त्यस्तो त आँट छैन यो यसमा झार्ने, म लग्दिनँ, त्यही भएर म चाहिँ यति डराउँदै लग्छु। यो ओह्रालो झारेको सिटै यस्तो भयो यार। ल आजको लागि चाहिँ यति नै, यता थ्याङ्क्स फर वाचिङ।